हो कुन धामीको कुन मन्त्रले देखाउँदा रहेछन् बोक्सी कुन धामीको कुन मन्त्रले देखाउँदा रहेछन् बोक्सी हो जसको सहारा कोही पनि छैनन् त्यही नारी भइछन् बोक्सी यो कस्तो चेतना यो कस्तो चेतना मान्छे भएर मान्छेको दर्जा नपाउने किन हो छुवाछुत अनि भेदभाव हुने चेतना बिना हो छोरा र छोरी काखा र पाखा गरेको किन हो आफ्नै सन्तानलाई भेदभाव भएको चेतना बिना हो जहाँ हुन्छ विश्वास त्यही हुन्छ घात मायामा किन हो जीवनमा ठुलै दुर्घटना हुने चेतना बिना हो यो कस्तो चेतना यो कस्तो चेतना सोच बदलौ समाज सुधारौ अहं घमण्ड मायामा सारौ यो हो मानव चेतना 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 यो हो चेतना तपाईलाई लाज लाग्दैन भाउजू? घर परिवारको कुरा घरभित्र नमिलाई पुलिस केस गर्ने? तपाईँ कुन परिवारको कुरा गर्दै हुनुहुन्छ नानी? जुन परिवारले आफ्नै छोरालाई घरबाट निकालिदियो, आज हो विदेशी भूमिमा 55 डिग्रीको तातो घाममा आफ्नो पसिना बगाउन बाध्य छ। अनि जुन परिवारले एउटा अबोध नारीमाथि दलित भनेर सधैँ पशुलाई जस्तो व्यवहार गरिरह्यो, तपाईँ त्यो परिवारको कुरा गर्दै हुनुहुन्छ? म घरमा पालेको कुकुर भन्दा पनि तल्लो स्तरको कसरी भएन नि? त्यो समयमा म पनि बुहारी नै हुँ भन्ने ज्ञान कहाँ गयो? म पनि मान्छे नै हुँ भन्ने चेतना कहाँ गयो? तपाईँले आफ्नो आमालाई सम्झाउन सक्नु भएन? कामीकी छोरीलाई ल्यायो भनेर घरभित्र नै पस्न नदिएर निकाल्ने तपाईँकै आमा होइन? तपाईँको आमाले अपराध गर्नुभएको छ नानी, र उहाँले सजाय पनि पाउनुहुन्छ। र अपराध गर्ने जो कोहीले पनि सजाय पाउनै पर्छ। अरू कुरा मलाई थाहा छैन। र आमा, यो घरमा आउनु भएन भने घरबाट निस्किने हुन्छ। तिम्रो के तरिका हो बुहारी? अलिकति लाज शरम छैन? भन्छन् नि अक्कासतिर फर्केर थुक्यो भने आफ्नै मुखमा पर्छ भनेर। सासूलाई पुलिस केसमा पुर्याएर आनन्द होला नि। त्यति चित्त दुखेको भएदेखि मसँग गुनासो राखे भए नि त हुन्थ्यो नि। पुलिस कहाँ पुर्याउन पर्थ्यो? तपाईँलाई भनेर केही पनि अर्थ थिएन बुवा। त्यसैले म प्रहरी कार्यालयमा गएँ। म माथि भएको अन्याय र अत्याचार यो पहिलोचोटि होइन, पहिला पनि भइरहेकै हो। सकेसम्म घरको कुरा किन बाहिर गएर गर्नु भनेर मैले कसैले पनि केही भनेन। तर बुवा, तपाईँले पनि देखेर पनि नदेखे झैँ गर्नुभयो, सुनेर पनि नसुने झैँ गर्नुभयो। म सही रहेँ, तर आमाको अत्याचार दिनदिनै बढ्दै गयो। आमालाई सबक सिकाउनकै लागि भए पनि मैले मुद्दा हाल्न उचित ठाने बुवा। फेरि बुवा, आमाले मलाई पिट्नु मात्रै भएको भए पनि म यस्तो मुद्दा सुद्धा केही पनि हाल्नै थिएन। उहाँले त मलाई घोर अपमान गर्नुभयो।
एउटा मान्छेले अर्को मान्छेलाई गर्ने नमिल्ने व्यवहार गर्नुभयो। पशुलाई भन्दा पनि तल्लो स्तरको व्यवहार गर्नुभयो। त्यसैले बुवा मैले सहनै सकिनँ। तिमीलाई यो घरमा कोही पनि चाहिन्न, मेरो छोरो पनि चाहिन्न, म पनि चाहिन्न। राम्रो गरिन बुहारी, तिमीले राम्रो गरिन, मलाई मन परेन। हेलो, तपाईले जे देख्नुभयो सत्य हो। तपाईको आमाले मलाई कुटपिट गर्नुभयो, अछुत भनेर बेइज्जत गर्नुभयो। त्यसैले म मुद्दा हाल्न बाध्य भएकी हुँ। ए, तिमीलाई तिम्रो आमाको मात्रै माया भयो, म माथि भएको अन्याय र अत्याचार देखेनौ होइन? तिमी यति स्वार्थी छौ भन्ने थाहा पाएको भए मेरो बाबुआमाको काग छोडेर किन म तिमीसँग आउँथे? भयो आकाश, धेरै धेरै धन्यवाद तिमीलाई। बाई। आमा, म भोलि घर आउँछु। म अब यो घरमा बस्न सक्दिनँ। अब म सधैँको लागि यो घर छोडेर आउँछु। सक्दिनँ आमा, म यो घरमा किन हार खाइसकेँ। बहिनी तिमी तयार भएनौ? नमस्ते नमस्ते बहिनी, टाढो लाग्नुभयो? माइत जान लागेकी मेरो ससुराले पनि बेसरी गाली गर्नुभयो। आकाशले पनि मेरो साथ दिएन। यस्तो अपमानित भएर कति दिन चाहिँ बस्न सक्थेन। त्यसैले म माइत जान लागेकी। आकाशले आवेगमा आएर संयमता गुमायो होला। मैले आकाशलाई राम्रोसँग चिनेको छु। ऊ त्यति कमजोर व्यक्ति चाहिँ होइन। तर तिमीले पनि आवेगमा आएर यसरी निर्णय लिनु चाहिँ त्यति संयमता देख्यो। मुद्दा हालेर के मैले गल्ती गरेर मेर्छ? नो नो बहिनी, मैले भन्न खोजेको आशय त्यो होइन।
तिम्रो कदमप्रति त म सम्मान गर्छु, गर्व गर्छु। तिमीले जे गर्यौ एकदमै राम्रो गर्यौ, त्यसमा मेरो पूर्ण साथ छ। तर तिमी यसरी घर छोडेर हिँड्नु त भएन नि। मेरो चाहना छ कि यो टुङ्गो नलाएसम्म तिमी घरमै बस। मेरो मर्म बुझ्नुपर्ने मान्छेले नै नबुझिदिएपछि म यहाँ बस्नुको के अर्थ भएर मेरो छ? आफूलाई जन्म दिएको आमालाई जेल चढान गर्दाखेरि आकाशलाई आवेग आउनु त स्वाभाविकै हो नि नानी। सायद आकाशले आवेगमा आएर संयमता गुमायो होला। मैले आकाशलाई राम्रोसँग चिनेको छु। अब आफ्नै आमा जेलमा जाँदाखेरि रिस त उठिहाल्छ नि। एकदम राम्रो काम गरेकी छौ। तिमीलाई मेयरको पूर्ण समर्थन छ। तर तिमी घर छोडेर जानु भएन, समस्यासँग भाग्नु भएन, लड्ने प्रयास गर। मेयर तिम्रो साथमा छ। मलाई थाहा छ बहिनी, तिम्रो सासू आमाले तिमीलाई घोर अन्याय र अत्याचार गर्नुभएको थियो। तर घरको कुरा घरमै मिलाएको भए हुन्थ्यो। हरेक कुराको एउटा सीमा हुन्छ सर। उहाँले म माथि अति नै गर्नु भएर म मुद्दा हाल्न बाध्य भएकी हुँ। म कामीकी छोरी भएकै कारणले गर्दाखेरि उहाँले म र मेरो श्रीमानलाई घरबाट बाहिर निकालिदिनु भयो। म पनि त मान्छे हुँ, काटे रगत मेरो पनि त उस्तै आउँछ। अनि उहाँ र म बिच कसरी फरक भयो? म अछुत कसरी भएँ सर? त्यो सब अन्धविश्वासको कुरा हो बहिनी। सन्चै छ। छोरी, मैले आमालाई लिएर आएँ। अब चाहिँ मिलेर बस्नु है। ल जा जा। छोरी खा। नानी मलाई माफ गर है। बल्ल मेरो आँखा खुले। हामी मान्छेमा कुनै भेदभाव गर्न हुँदो रहेनछ। मैले धेरै गल्ती गरेछु पहिला। माफ माग्नु पर्दैन आमा। मान्छे भएपछि अलिअलि गल्ती त भइहाल्छ नि। त्यही माथि हजुरले आफ्नो गल्तीको रियलाइज पनि गर्न सक्नुभयो। अनि मलाई बुहारी पनि स्वीकार गरिसक्नुभयो। मैले त तिमीलाई पहिल्यै भनेको थिएँ, तिमीले समाज संस्कृति के भनेर नचाहिँदो गर्यौ। बल्ल तिम्रो आँखा खुले। तपाईँले पनि आलु घाउमा नुन चुक नलाउनु त। उहिले दिउँला र अब आँखा नखुलेर हुन्छ? गाउँभरिका सबै मानिसहरूका आँखा खुलिसक्यो। नत्र जेलको चिसो हावा खानुपर्छ। मम्मीलाई पुलिसले लगेपछि मलाई रिस उठ्यो। अनि भाउजूलाई गाली गरेँ। माफ त मैले माग्नुपर्ने हो, माफ गरिदिनै पर्छ। जातवादको आधारमा मान्छेलाई छुवाछुत गर्नु, भेदभाव गर्नु त्यो त ठुलो अपराध पो रहेछ। मान्छे मारे जस्तै जेलमा सड्नु पर्दो रहेछ। बुहारी नानी, अब चाहिँ तिमी मूल घरमै आएर बस्ने। छोरो पनि बाहिर छ, तिमी यहाँ एक्लै बस्ने होइन। होइन बुवा, हजुरको छोरा आएपछि मात्रै हामी दुईजना सँगै आउँछौँ। संसार जीते जस्तो सागर तारे जस्तो लाग्छ तिम्रो माया पाउँदा, तिम्रो माया पाउँदा, तिम्रो माया पाउँदा।
झुमे जस्तो आजम्बरी पाए जस्तो लाग्छ तिम्रो माया पाउँदा तिम्रो माया पाउँदा तिम्रो माया पाउँदा हेलो ल तिमीलाई बधाई छ प्रिय बुवाआमाले तिमीलाई स्वीकार्नु भएछ मैले कल गरेको थिएँ के भन्नुभयो अरे नानीले बुवाले भाउजूलाई यहीँ बस्ने गरी आउनु भन्नुभएको छ भन्थे अनि मूल घरमै गएर बसी भइहाल्यो नि हजुर जहिले आउनुहुन्छ त्यही दिन जाने हो म त यसो काम पर्दा बेला बेलामा जाउँ न नि ल अनि सुन न भोलि तलब आउँछ पैसा आइएमी गरिदिन्छु बजार गएर निकाल त कर्णसँग त्यसमा चाहिँ किनिहाल हस् अहिले फोन राखेको छु भोलि कल गर्छु आई लभ यु बुढी मिस यु आई लभ यु टु बुढो हस् मिस यु टु बाई 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 खाना आज म उतै पाउँछ नि पर्दैन म यही बनाइहाल्छु नि किन त गरिदिनु बरु तपाईँ चाहिँ यही हात जानु अनि सब्जी के बनाउनु एकछिन है दाइको फोन आयो हेलो पैसा पठाइदिनु भयो बुढो ए हजुर बाबुको अनि आकाश कहाँ जानुभयो त म आज जानु भ्याइन भोलि बिहानै जान्छु भनेर बजार भाउजू 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 मर्ने बेला छोरो बोलेर लास आयो कसरी हेर्नु मैले धामीको कुन मन्त्रले देखाउँदा रहेछन् बोक्सी कुन्धामीको कुन मन्त्रले देखाउँदा रहेछन् बोक्सी हो जसको सहारा कोही पनि छैनन् त्यही नारी भइछन् बोक्सी यो कस्तो चेतना यो कस्तो चेतना मान्छे भएर मान्छेको दर्जा नपाउने किन हो छुवाछुत अनि भेदभाव हुने चेतना बिना हो छोरा र छोरी काखा र पाखा गरेको किन हो
सन्तानलाई भेदभाव भएको चेतना बिना